नमस्ते फेरि पनि स्वागत छ बिरगज जिम्बा लाइभमा तपाईहरु सामु चाहिँ म उपस्थित भएको छु र बिरगज तामाङ जिम्बा फेसबुक लाइभमा तपाईले हेर्न सक्छौ भने युट्युब च्यानल चाहिँ बिरगज जिम्बा भ्लग पनि तपाईहरुले हेर्न सक्नुहुन्छ किनभने तपाईहरु सामु चाहिँ म एउटा भिडियो बोकेर आएको छु र आज चाहिँ कुर्दिस्तान इराकमा चाहिँ फेरि घुम्नको लागि चाहिँ आएको थिए र यो न्यू सिटी पनि भनिँदो रहेछ र यो नयाँ ल्याङ्गो बजार पनि भनिँदैछ तर पुरानो ल्याङ्गो बजार हैन कि नयाँ ल्याङ्गो बजार पनि भनिएर चिनिँदो रहेछ यहाँ चाहिँ कस्तो छ भने अब अहिले नयाँ नयाँ खुलेको भएर चाहिँ यहाँ चाहिँ कस्तो रहेछ भनेर चाहिँ यहाँ घुम्न आउने बेला चाहिँ यहाँ धेरै रमाइलो रहेछ त्यही भएर तपाईहरु सामु यो भिडियो बोकेर उपस्थित भएको छु तपाईहरुले पक्कै पनि भिडियो हेरेर साथ दिनुहुन्छ होला भन्ने मलाई आशा छ र म तपाईहरुलाई यो भिडियो भ्लगमा चाहिँ तपाईहरुलाई देखाउँदै छु तपाईहरुले हेर्दै गर्नु होला है त यो ल्याङ्गो बजार आइसकेपछि चाहिँ भाइलाई चाहिँ यो गिफ्ट दिने भनेर चाहिँ मैले चाहिँ योजना गरिरहेको छु तर भाइ यता आउनु त भाइलाई यो ठिक हुन्छ नि ठिक हुन्छ हुन्छ यो ठिक त हुनेछ तर हैन ल एकचोटि अब एउटा मात्रै छ हैन लाउने ठाउँ नि कस्तो पऱ्यो ल एकचोटि चेक गर्नु त भाइलाई चाहिँ गिफ्ट दिनेछु मैले हैन एउटा मात्र त कहाँ हुन्छ हो यो गिफ्ट दिनेछु भाइलाई हैन यतापट्टि किन समाते त यता खोल्ने हो नि ए ल चट्टै दामी हो त नि त ठिक हो ल दुईजना दुईजना अड्रेस त यहाँ त आम्मामा के हो त यो कट्टु यो के हो यो यस्तो नि हुन्छ लेङ्गा बजारमा यहाँ राख्यो ल हामीले सामानहरु किन्दैछ ब्याग नकिन्ने ब्याग गजब रहेछ त मलाई ठिक हुन्छ त्यो ब्याग त भाइ ब्याग नबोक्ने यहाँ छ ब्याग घुम्दै आउँदाखेरि चाहिँ कस्तो भने तल्लो फ्ल्याट पनि रहेछ हैन माथि फ्ल्याट पनि रहेछ यहाँ चाहिँ कस्तो भने माथि चाहिँ भर्खर नयाँ नयाँ बनाउँछ तर ठाउँ चाहिँ एकदम राम्रो लाग्यो हैन तर सामान पनि एकदम सस्तो कि हाम्रो जस्तो काठमाडौँ हो भने माबौध एरियामा जस्तै यो बागबजार रत्नपरतिर जस्तो पुरा त्यो सामानहरु चाहिँ सस्तो पाइने है त्यही भएर चाहिँ धेरै राम्रो रहेछ म घुम्दैछु भिडियो बनाउँदैछु तपाईहरुले हेर्दै गर्नु फुल भिडियोहरु तपाईहरुसँग ल्याउने छु र जति पनि इराकमा बस्नुहुन्छ साथीहरु सबैले मन पराउँछ होला भन्ने चाहिँ मलाई आशा छ र इराकमा मात्र नभएर नेपालभरि जुनै देशमा पनि छरेर बस्नुहुने हाम्रो आम नेपाली सबै भिभरहरुलाई देखाउन चाहन्छु भन्दै त्यो भिडियो तपाईहरुले हेर्दै गर्नु होला भन्न चाहन्छु सपिङ गरेर आउँदै हुनुहुन्छ उहाँहरु चाहिँ दामी रहेछ कपडा है कपडा यस्तो दामी रहेछ है मन पर्यो भने बोइहालौँ है तल चाहिँ यस्तो रहेछ है तल ग्राउन्डमा चाहिँ यहाँ माथि चाहिँ यस्तो रहेछ के हेर्दै हुनुहुन्छ आज पराङले ट्याक्सुट किन्दैन यार ल जो यहाँ चाहिँ यस्तो रहेछ अरबी कपडाहरु हैन पुरा अरबी कपडा कुर्दी कपडा हैन यस्तो रहेछ यार यहाँ चाहिँ यस्तो रहेछ कि अरबी कपडा कुर्दी कपडाहरु सबै यस्तो रहेछ दामी लाग्यो मलाई चाहिँ यो साइडमा चाहिँ केटाको रहेछ केटीको रहेछ हैन यो साइडमा चाहिँ केटाको रहेछ यो साइडमा यस्तो रहेछ यार ल यस्तो रहेछ कि यस्तो रहेछ यहाँ ल हामी चाहिँ यो साइडको बजार चाहिँ सकेर हैन सर्लक्क सिँढी झर्दैछु हैन अब अलि रात परेको समय जस्तो नि भइरहेछ हैन अनि यस्तो छ यहाँको अवस्था चाहिँ हैन सर्ट भयङ्कर झर्यो हैन टुइक्कै यो साइडमा चाहिँ यस्तो रहेछ यो साइडमा यस्तो रहेछ है बजारमा गर्दैछ जुन हामी चाहिँ मार्केटमा आइसकेपछि हैन यो तल अन्डरग्राउन्डमा छिरेको हैन तल छिर्दाखेरि चाहिँ यहाँको चाहिँ यस्तो दामी रहेछ भ्यूहरु चाहिँ यति राम्रो रहेछ कि अनि यो एक राउन्ड घुम्योला पसिना नि निसिसक्यो हैन त्यही भएर तपाईहरुलाई भिडियो देखाउँदै छु है हेर्दै गर्नु होला है उहाँले चाहिँ टी-शर्ट किन्न लाउनु भएको छ कस्तो मन पर्यो धेरै ठुलो भयो तर कपडा सस्तो रहेछ यहाँको मूल्य 10,000 हैन तर एकदम कपडा चाहिँ एकदम ठिकै छ कपडा चाहिँ यस्तो रहेछ हैन उहाँले चाहिँ टी-शर्ट किन्न लाउनु भएको छ यहाँ टी-शर्ट हेरिरहेको छु ठुलो
फाइनली हामी चाहिँ होइन सपिङ गरेर हिँड्दैछु। अब यहाँ समथिङ आधा जस्तो भइसक्यो मार्केटहरू चाहिँ होइन, हिँडेर सर्लो आधा भइसकेछ। उहाँहरू सपिङ गरेर आउँदैछ, म चाहिँ यसो हेर्दैछु मार्केट कस्तो रहेछ भनेर होइन। उहाँहरू चाहिँ आउँदैछ होइन सर्लक्क लगाएर। जुन हामी चाहिँ होइन यो मार्केटहरू घुम्दै घुम्दै आइसकेपछि चाहिँ यसमा चाहिँ अलिकति दामी फ्लावर रहेछ होइन। त्यो फुल भएको कारण चाहिँ हामी चाहिँ अब यो भित्र छिरे होइन, यो चाहिँ रेस्टुरेन्ट जस्तो पनि तर बाटोमा हिँड्ने एउटा ऊ रहेछ क्या, त्यही भएको कारण चाहिँ यस्तो रहेछ। यहाँ चाहिँ एकदम अब एकदम राम्रो छ। यो चाहिँ बार भएको होइन, यसमा चाहिँ एकदम राम्रो क्लियर जस्तै रहेछ, बसेर खाने ठाउँ पनि रहेछ यहाँ। दामी रहेछ यस्तो फुलहरू होइन, यो दामी। यो चाहिँ खास गरी ओरिजिनल चाहिँ होइन, यो डुप्लिकेट फुल हो होइन। यस्तो रहेछ यसमा चाहिँ, यस्तो छ। अनि हामी चाहिँ यहाँतिर यसरी बसेर केही खानेकुरो चाहिँ अब खान लागेको छु। तपाईँहरूले हेर्दै गर्नु होला है। तिमीलाई देखेपछि मनले केही भन्न खोज्यो, होठले भन्न नसकेको कुरा आँखाले नै भनिदियो। सायद यही नै माया हो, सायद यही नै प्रेम हो। तिमी छौ र त मेरो जिन्दगी पूर्ण छ। पहिलो भेटमै तिन हो तिमी आफ्नै जस्तो लाग्यो। नचिनेको मान्छे भार पनि मनको नजिक आयो। तिम्रो त्यो मुस्कानले मेरो मन चोरेर ल्यो। एकछिन टाढा हुँदा कनै तिम्रो यादले सतायो। के जादु छ तिम्रो बोलीमा, मन हराउँछ हरेक पल। तिमी हाँस्दा फुल झै लाग्छ, तिमी रोए संसार बदल्छ। तिमी बिना अधुरो लाग्छ यो मेरो हरेक सपना। तिमी नै हौ मेरो खुसी, तिमी नै हौ मेरो चाहना। कहिल्यै नछोड है हात जीवनको अन्तिम मोडसम्म। सुखमा पनि दुःखमा पनि बसिदेऊ मेरो साथमा। तिमी छौ र त जिन्दगी जिन्दगी जस्तो लाग्छ। तिमी हाँस्दा मेरो मन फुलै फुले ढाक्छ। तिमी मेरो माया हौ, तिमी मेरो संसार। जन्म जन्मसम्म चाहन्छु तिम्रै साथ हजारौँ बार। तिमी छौ र त जिन्दगी अझै सुन्दर लाग्छ। तिमी मेरो साथमा हुँदा हरेक दुःख पनि भाग्छ। समयले जति परीक्षा लियोस् म तिमीलाई छोड्ने छैन। आँधी आए हुरी चले तिम्रो हातमा छोड्ने छैन। धन सम्पत्ति केही चाहिन्न, तिम्रो माया भए पुग्छ। संसारले साथ नदिए पनि तिम्रो विश्वास भए पुग्छ। तिमी मेरो बिहान हौ, तिमी मेरो साँझ हौ।
सकेको यो जिन्दगीमा तिमी नै मिठो आभास हौ तिम्रो आँखामा हेर्दा भविष्य देख्न थाले सामान लिएर अब यत्रो सामान आफ्नो बनाएपछि सबैजनालाई नमस्कार भन्न चाहन्छु। हामी चाहिँ मार्केट पुगेर चाहिँ मार्केटबाट फेरि घर फर्किँदैछु होइन। घर फर्केर चाहिँ अब सर्टक चलाएर फ्रेस हुनु पऱ्यो होइन। त्यही भएर आजको बजार पनि घुमघाम गऱ्यो। यहाँको बजार चाहिँ यस्तो छ कि अब धेरै रमाइलो रमाइलो लाग्यो होइन। अब हिँड्दा हिँड्दा अब हुन्छ लाउरे पनि हुन्छ। बजार कस्तो लाग्यो आज? बजार कस्तो लाग्यो? फाइनली हामी चाहिँ अन्डरग्राउन्ड छिर्दैछु। अन्डरग्राउन्ड चाहिँ यस्तो छ है। यो चाहिँ यस्तो हेर्दा विदेश जस्तो देखिन्छ है। यो चाहिँ विदेश जस्तो देखिन्छ क्या। बाबा रे बा, मान्छे नि राम्रो देखिन्छ होला हौ। यो चाहिँ विदेश जस्तो। अब फुत्त बाहिर निस्किन्छ होइन। ल यस्तो छ क्या सुरु। फाइनली सबैजनालाई नमस्कार भन्न चाहन्छु। हामी चाहिँ लगभग घर आइसक्यो होइन। रातिको समय पनि भयो, घरमा आइपुग्यो। अब आनन्दले यसो फ्रेस भएर सुतिन्छ। अनि फेरि पनि तपाईँहरूसँग चाहिँ फेरि अर्को कुनै समय टाइम मिल्यो भने फेरि तपाईँहरूसँग चाहिँ भ्लग गरेर म उपस्थित हुनेछु भन्दै आजलाई यो भ्लग यहीँसम्म। तपाईँहरूले राम्रोसँग अब मन पऱ्यो भने लाइक कमेन्ट गर्नु होला होइन। सेयर पनि गर्नु होला अनि सब्सक्राइब पनि गर्नु होला भन्न चाहन्छु। र आगामी दिनहरू तपाईँहरूसँग चाहिँ फेरि कुनै ठाउँमा घुम्न गएको भ्लगहरू बोकेर उपस्थित हुनेछु भन्दै आजलाई यति नै। हस्त धन्यवाद, नमस्ते, बाई बाई।